यो केवल फिल्म होइन, यो कथा हो त्यो सत्यको जसलाई समाजले सधैँ अँध्यारोमै राख्न खोजे। लाली बजार, जहाँ हाँसोको पछाडि लुकेको छ पीडा, बाध्यता र मौन चिट्ट्याट। नेपालको केही ठाउँहरूमा एक यस्तो संसार पनि थियो जहाँ जन्मिनु नै भाग्य होइन, अभिशाप जस्तो बन्न पुग्थ्यो। त्यो संसारमा छोरी हुनु भनेको स्वतन्त्रता होइन, पहिल्यै तय गरिएको जीवन थियो जहाँ सपनाहरूभन्दा ठुलो थियो समाजको नियम। कल्पना गर्नुहोस्, जब एउटा बच्चाको भविष्य उसको आफ्नै हातमा हुँदैन, तर पुरानो परम्परा र समाजको सोचले पहिल्यै निर्णय गरिसकेको हुन्छ। लाली बजारमा देखाएको सिस्टम केवल फिल्म कहानी होइन, यो एक समाजको कडुवा सामाजिक यथार्थ हो जहाँ मानवताभन्दा ठुलो बनाइएको थियो परम्परा, र त्यही परम्पराले जीवन अँध्यारोमा धकेल्यो। लाली बजार नेपालमा रहेको बादी समुदायलाई समेटेर बनाएको एउटा फिल्म हो। पहिला बादी समुदायलाई नाचगान गर्ने कलाकार समुदाय मानिन्थ्यो। उनीहरू गाउँ गाउँमा गएर नाच्ने, गाउने, सारङ्गी वा बाजा बजाउने, मेलापात र उत्सवमा प्रदर्शन गर्ने काम गर्थे। त्यो समयमा धेरै राजाहरू र जमिनदारहरूले उनीहरूलाई मनोरञ्जनका लागि बोलाउँथे। समय बदलिँदै गयो, तर समाजको विभेद बढ्दै गयो। गरिबी, जातीय विभेद र अवसर नपाउँदा धेरै बादी परिवारहरू आर्थिक सङ्कटमा परे। त्यसपछि केही ठाउँमा महिलाहरूलाई जबरजस्ती एक्सप्लोटेसनतर्फ धकेलिए। यही कारणले पछि बादी समुदायलाई गलत रूपमा हेर्न थालियो। सबै बादी समुदायका मानिसहरू एउटै जीवनमा थिए भन्ने होइन। धेरै परिवारहरू शिक्षा, कला र मेहनतबाट नयाँ जीवन बनाएका छन्। आज धेरै सामाजिक संस्था र अभियानहरूले उनीहरूको अधिकार र सम्मानका लागि काम गरिरहेका छन्। एक समयमा कलाकार भनेर चिनिएको यो समुदाय कसरी समाजको विभेदको शिकार बन्यो, यो केवल इतिहास होइन, नेपालको एउटा गहिरो सामाजिक रियालिटी हो। इतिहास अनुसार बादी समुदायको सुरुवात मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट भएको मानिन्छ। विशेष गरी दैलेख, सल्यान, रुकुम, रोल्पा, जाजरकोट, बर्दिया, कैलाली जस्ता जिल्लाहरूलाई पुरानो बसोबास क्षेत्र मानिन्छ। पुराना कथनहरू अनुसार बादी समुदायले उनीहरू भारतको केही घुमन्ते कलाकार समूहसँग कल्चरल कनेक्सन भएको अनुमान गर्दछन्, तर एक्ज्याक्ट ओरिजिनको अफिसियल प्रुफ भने स्पष्ट छैन। अब जाउँ फिल्मले भन्न खोजेको के हो, लाली बजारले के देखाउन खोजेको हो। सबैभन्दा दर्दनाक के हो भने एक आमा आफ्नो छोरीको भविष्यबाट डराउँछ, किनकि उसलाई थाहा छ यदि उसले केही गरेन भने उसको छोरी त्यही अन्त्यहीन चक्रमा हराउनेछ। यो डर, यो पीडा लाली बजारको सबै डार्क ट्रुथ हो। तर प्रश्न उठ्छ, यदि यस्तो भइरहेको थियो भने समाज किन चुप? उत्तर सरल छ, डर, गरिबी, परम्परा र यस्तै चल्दै आएको हो भन्ने सोच। जब अन्यायलाई नर्मल बनाइन्छ, त्यो नै समाजको सबैभन्दा ठुलो अँध्यारो बन्छ। लाली बजारले देखाएको कथा एउटै घटना होइन, तर हजारौँ अन्कै पीडाहरूको प्रतिछाया हो। त्यो कथा जुन धेरैले भोगे तर खुला रूपमा कहिल्यै बोल्न सकेन। लाली बजार केवल इन्टरटेनमेन्ट होइन, यो एउटा ऐना हो। त्यो ऐना जहाँ हामीले समाजको लुकेको अँध्यारो देख्न सक्छौँ। र अन्तिम प्रश्न, के यस्तो रियालिटी आज पनि कतै बाँकी छ?